राम्रो हो क्या यो केही त हुँदैन दर्शकबिन सबैमा शुभ बिहान शुभ दिन गुड मर्निङ यहाँ चाहिँ हामी यो संसारी बजार संसारीमा चाहिँ आज यहाँनिर भक्का खाँदै हामी चाहिँ यहाँ एकजना साथी पनि हुनुहुन्छ भक्का 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 खाँदै हुनुहुन्छ यताउति हाम्रो यो टिभी नेपालको अनलाइन टिभीको सञ्चालक बिरु बाबु सर पनि भक्का 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 खाँदै हुनुहुन्छ थ्याङ्क यू म बिरु लिम्बू तपाईहरु पनि यहाँ भक्का भक्का खाँदै हुनुहुन्छ दिदीको नाम के हो अब मेरो नाम शान्ता खवास शान्ता खवास दिदीको भक्का खाइदिनु भक्का भक्का हामी चाहिँ यतिखेर ठ्याक्कै संसारी बजारमा संसारी बजारमा सब्जी लाइन जाने बाटोमा होइन त यतिखेर 5 बजेर 51 मिनट जाँदैछ है बिहान पखको हामी कहाँ हिँडेको रहेछौँ मिलनमा बिहानै भक्का खाँदै हुन्छ भक्क भक हामी कहाँ पो हिँडेको रहेछौँ हामी यतिखेर चाराली हिँड्दै गरेको अवस्था भद्रपुर हुँदै प्यारो भाइलाई पनि देखेको यता देखाएको छु उहाँलाई पनि भक्का खाँदै हुन्छ हजुरको शुभ नाम मनोज तामाङ हो मनोज तामाङ हजुरको स्थायी घर चाहिँ कहाँनिर हो मदनपुर ओहो लु दुईटा भक्का छ मेरो पनि आयो है भक्का भक्का भन्ने चिज चाहिँ आज मैले फर्स्टचोटि खाँदैछु होला जस्तो लाग्यो है भाइ बस्नु न हुन्छ म बसेर भक्का खाँदैछु है साथीहरू हेर्नुहोस् त बिहानै रुगा लागेर खप्नु नसक्नु छ दामी बनाउनु हुँदो रहेछ त भक्का अब लिएर जानु चाहिँ खानुहुन्छ भाइ उयो बस्नु त मुढामा अगाडि कति घन्टी मेरो 40 रुपियाँ चापा खाएको त 50 रुपियाँ